हेलो गाइज, फेरि पनि म भिडियोमा आइसकेको छु। आज यहाँहरू सबैजनाको लागि म शुभ बिहानी भन्न चाहन्छु। र आज चाहिँ म ब्रेकफास्टको लागि चाहिँ बेकरी आइटम चुज गर्दैछु गाइज। सो बेकरी आइटमबाट म यहाँ अल सुल्तान बेकरी मेरो बस्ने नजिकै रहेको पसलमा गएर, बेकरी सपमा गएर म चाहिँ ब्रेकफास्ट किन्दैछु। अनि आज मलाई अलि सन्चो छैन गाइज, रुगा लागेको जस्तो महसुस भइरहेको छ। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ मेरो साउन्ड पनि अलिकति चेन्ज आएको छ आज। यो बाटो म हिँड्दैछु गाइज। पछाडि मेरो ब्याकग्राउन्डमा पनि रोडहरू यहाँहरूले देख्न सक्नुहुन्छ, कारहरू छ साइडमा पार्किङमा। र सुल्तान बेकरी चाहिँ यहाँ छ गाइज। लेट्स हियर वी गो सुल्तान बेकरी। अनि तपाईहरुले त्यहाँको भेराइटीहरू देखाउँछ है गाइज। फाइनल्ली म चाहिँ सुल्तान बेकरीमा आइसकेको छु गाइज। बेकरी पसल हाम्रो मोदी नेता। अनि सबै बेकरी आइटमहरू छ यहाँ, डिफ्रेन्ट बेकरी आइटमहरू हामी यहाँ किन्न सकिन्छ। म चाहिँ अब के किन्छु यहाँहरूलाई म देखाउँछु है गाइज। ब्रेकफास्टको लागि के किन्दैछु यहाँ देखाउँछ है। मैले चाहिँ यो दुईटा चिज किन्ने निर्णय गरेँ गाइज। यो दुईटा चिज म किन्छु। अनि बेकरीमा धेरै भेराइटीको खानेकुराहरू यहाँ उपलब्ध छन् गाइज। सबैजना जो जति पनि हुनुहुन्छ, सुल्तान बेकरीको बेकरी आइटमहरू एकदम फ्रेस छ गाइज। ओके गाइज, मैले ब्रेकफास्ट पनि किनिसकेँ। अब म यहाँबाट अलि अगाडिसम्म बस स्टप छ, लगभग 100 मिटर अगाडि बस स्टप छ। म त्यहाँसम्म हिँड्दै जान्छु अनि बस चढेर यात्रा गर्छु गाइज। यहाँहरू सबैजनाको दिन शुभ रहोस्। फेरि पनि म अर्को भिडियोमा भेट्नेछु यहाँहरू सबैजनालाई है त गाइज। टेक केयर। ओके, गुड डे गाइज।